Hi everyone, good afternoon. म चाहिँ भर्खर उठ्दैछु किनकि म यो टाइममा उठ्दिनँ, बेलुका 4-5 बजी मात्रै उठ्छु किनकि मेरो नाइट सिफ्ट हुन्छ। सो अन्त आज चाहिँ मेरो विकली अफ हो अनि मैले चाहिँ कुछ नयाँ ट्राई गर्न खोजिरहेको छु। डेली हप्तामा एकखेप चाहिँ अब म आफ्नो डेली रुटिन कस्तो हुन्छ मेरो तपाईँहरूसँग सेयर गर्नुको लागि मेरो फर्स्ट ब्लगमा होइन। मैले चाहिँ खासै मैले सोचेको हिजै अब त्यो भिडियो अनलाइन सामान आयो हतार मेरो अघि मैले ओपन गरेको कुर्तीको लागि स्लिप नहुनेवाला अरू पनि छ मेरो, तर मैले फेरि मगाएँ। अन्त यो म तपाईँलाई लाएर देखाउँछु ल। अब चाहिँ म उठेर साफसफा के कसो गर्ने बोरिङ छ यो। बिहान 3-4 बजी रुममा आइपुग्छु, फोन हेर्दा हेर्दै सुत्छु। दिउँसो मन पऱ्यो नि वासरुम यताउता के को लागि उठ्छु, मतलब भोलिसम्म नसुतेको बेलुका 3-4 बजी 5 बजी उठ्छु। अर्को पनि छ तर त्यो मलाई पुरा ठुलो हुन्छ कि अब मोटपट्टि हुन्छ। अन्त यो चाहिँ मैले किन लगाएको भने मलाई एकदमै मनपर्छ भिडियोहरू बनाउनु, तर मलाई लाज लाग्छ। तर म एक्लै हिँडिबस्छु अन्त भिडियो बनाउँछु। अन्त त्यही कारणले यो लगाउनुको लागि मेरो स्कुटीमा म चाहिँ लुगा धोएर नुहाइदियो गर्नु पऱ्यो भने, तर म नभ्याउने रहेछु। मैले चाहिँ नुहाइदियो मात्रै गरेँ हो। फाइनली म चाहिँ बजार गएर सारसामान के पुऱ्याएर पनि फर्केर रुम आएको छु। पसिना नि यतैबाट आउँदैछ यतैबाट आउँदैछ। मलाई चाहिँ दिउँसो हिँड्ने आदत छैन, झन् घामहरू लाग्छ पुरा साह्रो पर्छ। अब नाइट ड्युटी गरेको मात्रै 10-11 साल भयो भने आफै सोच्नुहोस् न मलाई कस्तो चाहिँ गाह्रो हुन्छ। पानीहरू परेकोसँग म हिँड्छु, केही छैन, छाता ओढेर रेनकोट लगाएर जे गरेर पनि हिँड्छु कि, तर घाम लागेको पुरा साह्रो परेछ। आज चाहिँ फेरि घाम लाग्नु परेको देख्न सक्नुहुन्छ मेरो निधारमा। हेर्नु न पसिना यताबाट पनि आउँदैछ।
अब के गर्नु जानै पर्यो फेरि स्कुटी बनाउनु पर्ने छ स्कुटी अब कुन चाहिँ के गरिदिएको छ कुनै राम्रै राखेको ठाउँमै ड्युटी सकेर निस्किँदा चाहिँ मेरो फ्यान चाहिँ पुरा के अरे लुकिङ ग्लास चाहिँ पुरा फ्यान जस्तो घुम्ने उचालेर सारिदिएछ तर लुकिङ ग्लासमा पक्राएको हो अब त्यसलाई कस्नु जानु पऱ्यो बनाउनु जानु पऱ्यो त्यति हिँड्नु भएन के गर्नु अन्त अघि चाहिँ मेरो सामान चाहिँ ल्याउनु पनि थियो पुऱ्याउनु पनि थियो त्यो स्कुटीमा चाहिँ हुन्थेन एडजस्ट हो त्यही भएर चाहिँ अब ट्याक्सीमा गएँ ट्याक्सीमा आएँ अब घरमा आएर चाहिँ मेरो ब्याग स्याग छोडेर स्कुटी लिएर स्कुटी बनाउनु जाने भरे भेटौँ भएछ भने अहिले स्कुटी उयो गर्दा पनि बनाउँछु भिडियो ल साथीभाइहरू एकछिनमा भेटौँ अब ग्यारेजमा टाढै जानुपर्ने भयो नजिकको भैया सिलगढी गएको छ अरे सो बनाउनु त पर्यो मेरो स्कुटी यो हेलमेट कत्रो छ है मेरो मेकअप मेटिँदैन मेकअप लगाएको छ भने चाहिँ यो हेलमेट लगाउनुपर्छ हो नभए चाहिँ मेरो अर्को हेलमेट छ भएदेखि है अम्बो मलाई आजको काम चाहिँ सक्यो मेरो विकली अफ चाहिँ मेरो आज एक दिन अफ चाहिँ यतिकै गयो